लाल गुराँसहरू पनि ठाउँ ठाउँमा बाटोमा भेटिन्छ। कस्तो हरियारो भएको थियो यसरी काटाउनु पर्ने रहेछ क्या। यस्तो पानीमा त यस्तोमा चाहिँ सस्पेन्सन अलिक काम गर्दैन है। हेर नि यहाँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। यसमा एमटिभी दिनेश। धेरै दिनपछि चाहिँ म ब्याक आइसकेको छ। खासमा भन्नुपर्दाखेरि भ्लगहरू पनि खासै बनाउनु पाएको छैन। किन भन्दाखेरि अब कामहरू पनि धेरै हुन्छ। के भयो भन्दाखेरि अब तलबाट उकालो आउनुपर्छ, धेरै गाह्रो भएर चाहिँ हामी यहाँ थकाइ मारिरहेको छौँ। अनि यो चाहिँ भिडियोमा गएर है तारबिरको अस्ति लडेको तपाईँहरूले यहीँ देख्न सक्नुहुन्छ। आज हामी तारबिरदेखि उफ्रिनसम्मको राइड छ। हेरौँ अब के कस्तो हुन्छ। अब ट्रायलतिर भेट्नुपर्छ अहिले एकछिनमा है त। सो फाइनली गाइज हामी चाहिँ तारबिरको बाटो चाहिँ हामी आइपुगिसकेको छौँ। अब हामी उफ्रिनेको बाटो लाग्दैछौँ। अनि मेरो साथमा हुनुहुन्छ एमटिभी लाक्पा है। आज चाहिँ हामी अब तारबिरदेखि उफ्रिनी जाँदैछौँ। तारबिर चाहिँ यता थियो, अब यता हुँदै हुँदै हामी बिचमा जङ्गलको बाटोमा आइपुगिसक्यौँ। यहाँदेखि चाहिँ हामी अब जान्छौँ यता, अनि सुन्दरी जल साइड पुगेर त्यहाँबाट अनि उफ्रिनी जान्छौँ। कस्तो हुन्छ हेर्नु पर्यो भिडियो होइन। दुःख गर्दैछौँ दाजुभाइ जे होस्, किप सपोर्टिङ एमटिभी लाक्पा र एमटिभी दिनेशलाई है त। ल बवाल हुन्छ आजको राइड। ल अब बवाल हुन्छ। लाल गुराँसहरू पनि ठाउँ ठाउँमा बाटोमा भेटिन्छ। अलिअलि पनि खुवाउँला चाखौँला। हामी अब भेट्छौँ है त चेस्ट माउन्टमा है त। ल बवाल हान्नुपर्छ आज। बवाल हान्नुपर्छ है त। आयो है ल हामी चाहिँ सुरु भइसकेको छ। हावा चाहिँ अलिकति काटिँदैन जे होस्। अब हेरौँ के हुन्छ। कस्तो ओभर फास्ट कुद्छ त हौ। अब त कुद्नै सकिँदैन त। हेर न यस्तोमा टर्निङमा त काट्नै सक्दैन। के भएछ? त्यति लाऊ भन्नु पर्दैन हो र, मैले देखेन नि त नि। मेरो त घुम्दै घुम्दैन नि त। मोटै घुमेन नि त। डर लाग्छ, छाती दुखे जस्तो लाग्यो। धेरै ओभरै माथि उ गरेर डोराएर ल्याउनु पनि, अनि फेरि कम धेरै डोराएर ल्याएको थियो। जाउँ। यो बाटो चाहिँ हामी धेरै वर्ष अगाडि 3 वर्ष अगाडि आएको थियो एकचोटि तलबाट। आज चाहिँ हामी जाँदैछौँ माथिबाट तलपट्टि। हेरौँ तिमीलाई त अनि भेट्नै गाह्रो छ त नि। आमा बाटो यस्तो छ, कस्तो हरियारो भएको थियो। देशको हाम्रो इष्टमित्र स्याचिलम। गयो म काटेर आइसकेँ नि यहाँ। बवाल मजा आइरहेछ है। अब तपाईँहरूलाई कस्तो लागेछ है यो बाटो चाहिँ मलाई होइन। यो बाटो चाहिँ मलाई पहिल्यै कुद्न मन लागिरहेको थियो कि एकचोटि। अब धेरै वर्ष पछाडि हामी ब्याग आयो है। हो र, हावा चाहिँ धेरै कराएर होला है। सरी है। अब हावाको लागि कस्तो पम्चर हुन्छ कि अब यार। कस्तो मजा आएको यार। धेरै टर्निङ छ कि। लेट्स गो। ओइ बवाल मजा आयो। बवाल है त बवाल। एकैछिन यतातिर रोक्नु पर्ला हौ दाजु। भिडियोको एङ्गल कस्तो भएर चाहिँ हेर्नु पऱ्यो नि त अलिकति। बब्बाल मजा आयो है। ल बवाल कस्तो रमाइलो लाग्यो तिमीलाई? खतरा लाग्यो। खतरा ठाउँ कस्तो लाग्यो? डेन्जर छ। अलिकति उ भएछ नि त। त्यही त नि मलबाट बनाएपछि अलिकति राम्रो चाहिँ कहाँ हुन्छ त हजुर भने जस्तो। ओए के डन्डरङ गर्छ त। यसरी काटाउनु पर्ने रहेछ कि अलिकति भएन।
जहोइ अब चाहिँ भने दामी आउँछ है खोला काला काला यादै सला सला मेरो स्पिड कुद्नेमा त दाँती अलिकति भएन नि त त्यो स्पिड कुदाउने दाँती छ नि एउटा त्यही एउटै ठाउँमा मात्रै चलाएर चाहिँ स्लिप भएको रहेछ क्या घ्याड्याक घ्याड्याक गर्छ अनि कुदाउनै नभउने क्या राम्रोसँग हो हेठ खोला हेर न खोला तल हेर्नु गाइस देख्छ कि देख्दैन नदेख्यो भने नि मलाई थाहा छैन भने जस्तै के गर्नु यादै सला सला कस्तो आछु जाडो भयो धेरै दिनपछि चाहिँ हामी राइडमा निस्किएको छौँ तर हिलो रहेछ यहाँ हेमै डोरायो है त त्यही हो ठाउँ ठाउँमा डोराउनु परिहाल्छ धेरै कुदाएर मात्रै हुँदैन साइकलले नि बोक्नु पऱ्यो नि कुगालो नि थोरै रहेछ यमै गाह्रो छ यार ओइ मै हिलो दा हिलोले चाहिँ खत्तम बनाउने रहेछ खोइ भिडियो खोइ ठिक छ होला यतिमा ओके ओइ आयो मेरो यस्तो टर्निङमा चाहिँ अलिक मलाई पुग्दैन क्या टर्निङमा अलिकति काटौँ न अलिकति प्रोफेसनल छैन अलिक गाह्रो हुने मोड्नलाई नि वहाँतिर घुम्ती लिनुपर्छ छैन हो ओइ दामी हान्छ त दाजुले चाहिँ अहिले मैले चाहिँ अलिकति हान्नै सक्दैन है धेरै दिन भयो नि त साइकलै नचलाएको ओके सोलो आमा यस्तो पानीमा त अलिक बिस्तारै गर्नुपर्छ यार हिलोले च्याकचिक बनाउँछ है फेरि आँखातिर आउँछ धुलोहरू यो चाहिँ ओख्रेनीको ट्रेल है त जाँदै गरेको देख्नु सक्नुहुन्छ तपाईँले मलाई कमजोर चाहिँ हुन्छ जस्तो लागिरहेछ सस्पेन्सन नै अलिकति कमजोरी छ आइ हाई ओइ ढुङ्गाहरू कति धेरै ढुङ्गाहरू रहेछ क्या बिच बाटोमा ओइ पेल्यो लाग्छ दाजु पेल्यो आमा ढुङ्गा हेर न ढुङ्गा ठेल आँखामा धुलो छिरे जस्तो लाग्यो ओइ के हो हेर न मेरो एकपट्टि चाहिँ कटाउनु मिल्दैन के
के हो बवाल हुन्छ त झन्डै मर्यो यार घाँटी त खतलक्कै सुक्यो त यहाँ के भयो तिमीलाई हँ के गाह्रो भयो घाँटी सुक्दैन रेसिङको मेरो त घाँटी सुक्छ त क्या बवाल मजा आइरहेको छ हेर दाजुले त्यहाँनिर उडाएको हेर न मलाई चाहिँ अलिकति टर्निङै पुग्दैन भनेको क्या किन हो आम्मा टर्निङै पुग्दैन भनेको मलाई चाहिँ अलिक घुमाउन नआएर हो कि क्या हो आम्मा ल है केटा हो अँध्यारो भइसक्यो है अँध्यारो भयो है अँध्यारो आम्मा हेर यहाँनिर जिन्दगी मरिलानु के छ र यस्तो त रमाइलो अबि रमाइलो त गर्नुपर्छ है गयो है दाजु मेरो हेलमेट अलिकति टाइट गर्नुपर्ने रहेछ यार धेरै वर्ष पछाडि कुदाएको जस्तो लाग्यो है तर ठिकै छ तिमीले त्यतिको मेकानिकमा त हानेछ है ओके हो घटा घटा गर्छ त यार कम्प्युटर नहोस् त्यति मात्रै हो रक सेक्सन हेर नि त्यहाँ रक सेक्सन कस्तो डेन्जर बनाएर राखेको छ यार यो बाटो ढङ 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 हो मामा आमामा आमामा आमा दामी हो यतापट्टि चाहिँ घुमाउनु मलाई अलिकति गाह्रो मान्छ क्या यतापट्टि चाहिँ घुमाउनु अलिकति कहिले दायाँ दायाँ बायाँ दायाँ बायाँ घुमाउनु पर्ने होइन तर घुम्नै सकिँदैन बाटो त बवाल लाग्यो यार मलाई यार धेरै वर्ष पछाडि आएको के हो यो बाटो त आम्मा ढुङ्गामा चढे जाँदा हेर न सस्पेन्सन खेल्दाखेरि त डङ डङ गर्छ नि यस्तो भएपछि त के मजा लाग्यो ओए के हो घारीतिर पुग्छ क्या हो दिनेश त दिनेश घारीतिर पुग्यो भने त गाह्रो पर्छ त जङ्गलै थर्काएर हिँड्नुपर्छ क्या ला हेर न मलाई चाहिँ यतापट्टि टर्निङै पुग्दैन भनेको खान्छ त मासला कहाँको बाटोबाट छिर्छ यार म त सस्पेन्सनले अलिकति फालेनिकै खेलेन बनाउनु पर्ने हो त्यही त रेडी लेट्स गो लेट्स गो बन्द लगाइरहेछ है ए हरि बिजोग रहेछ नि त यहाँ त आम्मै सस्पेन्सन हेर नि यहाँ आम्मा यस्तोमा चाहिँ सस्पेन्सन अलिक काम गर्दैन है हेर नि यहाँ ओइ आउँदै त आउँदै हो हेर न उफारे छ दामी भयो ल राइड सक्यो आजको सक्यो अब सो गाइज आजको राइड चाहिँ बवाल भएको छ आजको राइड अब यतै इन गर्न चाहन्छौँ किनकि आज राइड चाहिँ बवाल भएको छ अगाडि कुद्ने यही दाजु हुनुहुन्छ म चाहिँ पछाडि हो तर मैले धेरै कुदाउन पनि सकेन किनकि अब नयाँ ठाउँ पनि भयो अब धेरै दिन ग्याप पनि भयो नि त काम पुरा गोरो खटाइ काम पनि गर्नु पर्यो नि त हल्का फुल्का अनि
त्यही भएर चाहिँ अहिले हामी भिडियो चाहिँ यहीँसम्म इन गर्न चाहन्छौँ। त्यसले हाम्रो दाजुले पनि केही शब्द राख्नुहुन्छ है त। सो गाइज आजको जस्तो चाहिँ जे होस् धेरै पछि दिनेश भाइसँग आज भवाल रमाइलो भएको। ट्रेल दामी थियो अरू भन्दा नि है, ट्रेल चाहिँ दामी थियो। त्यो माथि हामी दुईजनामा फेरि सस्पेन्सन एकदम उ भएको छ होइन। कसैलाई स्पोन्सर गर्नु मन छ भने यसो है हामी दुइटालाई सस्पेन्सन चाहिँ बवाल दिनु पर्यो। कुदाइ त बवाल थियो आजको, रमाइलो भएको छ। जे होस् आजको भिडियो रमाइलो पनि भएको, हेर्नु पर्यो। किप सपोर्टिङ, किप लभिङ एमटिभी लाक्पा एन्ड एमटिभी दिनेश। चेक 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 ढुक है त, सबैजनाले सपोर्ट गर्नु पर्यो है त।